गुड मर्निङ एभ्रिवान। आज चाहिँ अब हामी आज दुईवटा वर्ल्ड कप म्याच छ, नर्वे इङ्ल्यान्ड र अर्जेन्टिना भर्सेस कसको अर्जेन्टिना भर्सेस स्विजरल्यान्ड। सो अब पहिलो म्याच हेर्न जाँदैछौँ। आज हामी किशोर दाइकोमा भेट्ने प्लान छ। सो लेट्स स्टार्ट माई कार फर्स्ट। किशोर दाइको घरमा आइपुग्यो। अब आज चाहिँ हामी मेन फुल भिडियो बनाउँछौँ हामी अल अबाउट सन्डे, आजको हाम्रो दिन कसरी जान्छ भनेर। भएर है ल दुईजना मात्र रहेछन् भने है आज फुल भ्लग हुन्छ है हाम्रो। फुल भ्लग आज अर्जेन्टिनाको म्याचसम्म। कसले जित्ला ल भन्नु? प्रिडिक्सन टाइम। होइन आज इङ्ल्यान्डले जित्नुपर्छ। इङ्ल्यान्डले नर्वे जितिहाल्यो। किशोर दाइ ल प्रिडिक्ट गर्नु त। नर्वे जित्यो। 2-1 गोल प्रिडिक्सन 2-1। तर मैले भनेको चाहिँ अर्जेन्टिनाले पैसा देखायो के ए ओके जित्छ भनेर। आयो को आयो हाम्रो जिलङबाट है। ल सौरभ इज हियर, इङ्ल्यान्डको फ्यान, इङ्ल्यान्डको सपोर्टर। ल वेलकम छ है, वेलकम छ। इङ्ल्यान्ड जित्छ त कति गोल? 3-0। मैले इङ्ल्यान्ड फ्यान पनि भेटेँ हाम्रो हिमालयन टाइगर्स ग्रुपमा एकजना। कुरो भएको छ फाइनल जान्छ अर्जेन्टिना र फ्रान्सले जित्छ कि सकेन। फाइनलमा हामीले कहाँबाट माथि जान्न रे? सेमीबाट जाँदैन। होइन फाइनलमा हामीले डेम्बेलेलाई त किन्यो अझ सकेन कि यसलाई पेरावलिसलाई किन्न। होइन कुरो त्यस्तो आइरहेको छ है। 100% अर्जेन्टिना जित्छ। हेरिकेनलाई कसले किन्ने त नि? अनि हेरिकेनलाई कसले किन्ने? ट्रम्पले। हेर्छ हौ म्याडियोको लागि खेलाइदियो कि साकालाई खेलायो। नयाँ मान्छे आउनुभयो, किरण महर्जन। वेलकम। दाइ कसले जित्छ आज? कसले जित्छ? इङ्ल्यान्डले जित्छ। बेट कसलाई छ? बेट दाइ चाहिँ जहिले बिस्कुट लिएर आउनुहुन्छ है। यो चाहिँ दाइले बिस्कुट छ है। दुईटाबाट ल्याएको कि अनि एउटा हिजो खोलेको कि खोलेको ल्याउने भयो। अरू पनि छ होला। म त सेलरोटीहरू ल्याउनु भयो होला। तपाईँले चाहिँ केही लिएर आउनुभयो? म त भाइले ल्याउनु भएको त एम्टी पेट। खाली पेट लिएर आउनु भएको छ अरे। ए अर्को मान्छे सानो मान्छे है, सानो मान्छे। लियम कसले जित्छ? विल विन इङ्ल्यान्ड। वाट्स द स्कोर प्रिडिक्सन? England 1-0 will score. You don't know Haaland? But your prediction was 1-0. Possession from England. Now they switch it to Gordon. Rearson is swiftly across. कसको कुरा भइरहेछ? एलाइड एन्डरसन गरे। धन्न दाइ आउनु भएको छ र हामीले पानी सानी खान पाएको छ। के पागल भएको है? उहाँ युरोको लिफ्ट गरेको फोटो हाल्छ गएर असली। खै के भयो त्यसलाई शर्मा लाग्यो जस्तो। के अरे युरो इज बेटर देन वर्ल्ड कप। यु आर नर्वे। यस्तो भइरहेको। कोही हालानसँग रिसाएका छन्, कोही हालन राम्रो टिममेट भनेर पास दियो जस्तो त्यो। जल्दी तपाईँ नर्वे फ्यान भएर किन इङ्ल्यान्डलाई के भइरहेको छ? सिटीको प्लेयर छ। तपाईँ जहिले दुइटा कुरा नगर्नु है। तपाईँ च्याम्पियन्स लिग हेर्दा नि आर्सेनलले जित्यो नि केही भएन, म खुसी नै छु रे। पिएसजी सपोर्टरले भएन है, जल्दी दुइटा भन्नु भएन है। राम्रो खेल्छ त्यसले जित्नु पऱ्यो कि। ए हो र? त्यो ब्लकले जित्नु भएन कि। त्यो अस्ति जिताएको थियो नि कोहली खै क्रोएसियालाई र त्योभन्दा अघिल्लो कोलम्बियासँग ड्र गर्नु होला। त्यस्तो लकले हुनु भएन कि। त्यसो भए त काबो भडेल जित्नु पर्ने हो कि।
हो कि होइन लक्कै जित्नु भएन रे What a goal ओडेगार्डको भाइ होला आम्मा आमा कस्तो गोल हानेको लियम यु ह्याप्पी नाउ बिकज यु आर नर्वे फ्यान ओ फ्यानले के रे भारले क्यान्सल हानिन्छ भन्दैछ स्योर हेर्छ तपाईँ कसको फ्यान अरे म त अर्जेन्टिनाको फ्यान हेर जस्तो होइन यो म्याचमा चार गोल हुनु पर्यो मजा आउनु पर्यो बस गोल चाहिँ छिर्यो तर क्रसै हो सटन टार्गेट माया रिक लिएर उसलाई हाल नाम त्यसको नाम को चल्ला हाल्ने नि हुन्छ त्यस जट्टा ओस्कर बग सिटी भएर चाहिँ सिटी खेलाउने हो कि हो इङ्ल्यान्ड फ्यान खुसी इङ्ल्यान्ड फ्यान खुसी भइरहेको छ नि रिक यो गोल हानेको रिक थियो केललाई फल थियो रिक I'm so happy for that. यस्तो हातले यस्तो बनाइदिन सक्छ हेलो अर्को मान्छे ताली हिँड्दा आयो रे फर्स्ट टाइम यो मान्छे हिँड्दा आयो रे यो मान्छे कसले जित्छ आज नर्वेले जित्छ ढुक्कै हो पकाल सौर भन्थ्यो भार हेर्छ तानेछ इङ्ल्यान्ड फ्यान कसैले कम्प्लेनै गरे छैन यहाँ इङ्ल्यान्ड फ्यान कम्प्लेनै गरे छैन कम्प्लेन नगर्नु Bellingham exit गर्यो मलाई ठिक छ Lucky you became Norway fan today. Fall. Bro, you are Norway fan. Why you lying then? Just say you are England fan. You are England fan? Fallen offside. Bro, you are Norway fan. Come on. England फ्यानहरु खुसी भइरहेछ इङ्ल्यान्ड फ्यानहरु खुसी भइरहेछ यहाँ हालले बल छुन पाएन मान्छे छोड्यो टु भइराख्नु भएको छ सोल्टी सोल्टी हान्छ कि हेर्नु न अब फेरि गोल हुन्छ नि फेरि इङ्ल्यान्ड फ्यानको हालत अहिले बिस्कुट खान धन्न बिस्कुट खान सक्ने भइसकेका छन् यहाँ इङ्ल्यान्ड फ्यानहरु इङ्ल्यान्ड फ्यान एक्लै चम्किरहेको भार्चिक गर्ने कोही छ छैन नि कोही छ चेक गर्ने कोही छ इङ्ल्यान्ड फ्यान चम्के कोही छ छैन नि किपरले के गरे सोमबारले गोल हाल्ने रहेका इङ्ल्यान्ड त हुँदैन यो अब हामी जाँदैछौँ कफी खानलाई तपाईँको पनि दाइ हो भन्ने कुरा आइरहेको छ के छ दाइ बेट सबै चिली ल्याम आज चिलिम भयो अब अर्जेन्टिनाले जिताउने हो सब अन्तिम छ $1000 हालेछु मैले बेट बनाउँदैछ है कति अड छ 1000 मा 1000 हाल्नु भयो भने 300 आउँछ पुग्छ पक्का त जित्नु पर्यो हैन आज हामी सौरभ सरको गाडीमा जाँदैछौँ ए बा आचु जाडो भयो ल पान खाने कोही पछाडी को हो त मान्छे नि छ त्यसो त तपाईँको घर चोर्न त आएको होइन नि सबै लक गर्नुभयो नि त्यो मेरो क्यामेराको ब्याट्री छ क्या यस्तो घर भित्रसम्म त नजाला कि बाहिर कारै ल्याउला लक गर्नु पर्यो तल चढ्यो यो क्यामेरा नलैजाऊ नि रेकर्डर राख सिसी सफा गाडी यार जाम दाइ न दाइ चढ्नु न दाइ त्यही क्यामेरा लैजाऊ अलि बिचमा जाउँ यो गाडी सेतो भएर नि सफा देखियो कि यो गाडी नै सफा हो भन्ने कुरोमा हामी एकदम कन्फ्युजनमा आइरहेको गाडीमा बस्ने त पुरै माथिको यहाँ त आकाशै देखिँदो रहेछ हो
हामी ओहो के इपिङ प्लाजा दाइ जर्मन गाडीमा पनि यस्तो सुविधा इपिङ प्लाजा रहेछ। दाम चाहिँ है हाम्रो जिलङबाट मगाएको ड्राइभर म्याप हालेर चलाउँदैछन् के थोमस टाउन पुरै केही थाहा छैन क्या उसलाई है अब इपिङ प्लाजाको लागि पनि उसले इपिङ प्लाजाको लागि पनि म्याप हान्दैछन् वाह लेजेन्ड हाँसिरहेको छ भाइ हाँसिरहेको छ यहाँ यहीँ क्याफे छ नजिकको तीर्थयाला भने जस्तै यसलाई हेपेर हामी इपिङ प्लाजा जाँदैछौँ ल है जसले चाहिँ भने अझै जित्नु पर्यो अब अरू केही भएन है ठिक छ नि फाइनल पुग्ने बित्तिकै हामी चाहिँ तिनटै अर्जेन्टिनाको फ्यान है तिनटै अर्जेन्टिनाको फ्यान कम अन भामोस दाइ नत्र दुईवटा मफिन अर्डर गरेर हामीलाई काट्ने कुरा मगाउनु न क्रोसेन छैन कोर्सेन भन्दा त्यही ठिक हुन्छ क्या कोर्सेन भन्दा मफिन ठिक हुन्छ छैन क्रोसेन नै छैन मफिनै लैदिनु एउटा $42 रे 5 कफी $42 रे 5 कफीको त्यो यो त बेटमा जिते हैन र सिरेन्सले यो पे भन्दै आइरा के भन्दा आउनु भएको थियो दाइ पे गरिसकेपछि भयो पे भन्दै आएको थियो दाइ सोही लाटे टेक अवे फ्रान्सको त एक्स्ट्रा टाइममा गयो भने उनीहरूसँग त खेलाडी छन् कि होइन अरू टिममा कि त्यो मेन स्टार्टिङ सबैको स्ट्रङ छ त्यो एक्स्ट्रा जुन खेलाडी 5-6 जना खेलाडी चेन्ज गर्छ नि फ्रान्सको चाहिँ इम्प्याक्टफुल छन् कि आज उनीहरूले हारेको त्यही त नर्वेले हारेको उनीहरू चेन्ज गर्दा आउँदा त्यस्तो खेलाडी आउँछ नर्वेको खेलाडी आउँछ यता हालै नै बेन्चमा राख्नु भइसक्यो अहिले मायालाई कफी लिएर आउनुभयो के हो स्ट्रबेरी माछा अहिले यहाँ माछा मात्र आयो स्ट्रबेरी अहिले घरमा गएर काटेर हाल्ने कुरो भएको छ पब्लिक भइरहेछ भाउजूलाई फोन गरेर बाहिर निस्किन भन्नु त्यसपछि ट्याक्का छोडिदिन्छौँ हामी उ गर्छौँ तपाईँ निस्किन पाउनुहुन्न कस्तो यहाँ आएर कफी लैदिएर जाँदैछौँ भाउजू त्यहाँबाट निस्किन सकिहाल्नुहुन्छ के हो सिरियन्स ओ ठिक हो दाइ दाइले सिट नभेटाउने भयो यो मान्छेको मेरो खोजिदिनु भयो कि दाइले त्यो अलिक गाह्रो सिट बेल्ट लाउनै नजान्दो रहेछ यो दाइले अगाडि बसेर सधैँ लाउने भएर होला जुन हिसाबले सौरभले गाडी चलाइरहेको छ सिट बेल्ट लाउनै पर्ने अवस्था छ जहिल्यै रुन्छ मुख छोपेर रेड कार्ड पाइरहेको दुईजना त्यो खेल्ने नै त्यस्तो हुन्छ नि गेमहरू कसरी खेल्ने त्यस्तै हुन्छ कोहीले खेल्ने नै त्यस्तै हो बलै नहेर्न आउँछन् खुट्टा हान्न कोहीले तिमीले कसले हो खुट्टा हान्ने तिमीले आफैले गर्दा दिनिकसँग ठोकेर तिम्रो खुट्टा एक्सिडेन्ट त्यो त आफै कसरी भयो क्या दाइ त्यो त आफै नै हो तिम्रै गल्ती हो त्यसमा भाइ सुट हान्न भन्यो ल सुट हानेको खुट्टामा हान्दियो के गर्नु म अब त्यसमा केही भएन अघि त्यो स्पेन्सको पेनल्टी थियो नि त्यही भएर होइन अझ दाइले त दिनिक दाइले त हाने त होइन दाइले त बलै लाग्यो अरे कि मैले एकचोटि तिमीलाई हानेको थिएँ यस्तो गरेर थाप्यो सिरियस तिम्रो त त्यो ग्राउन्ड स्लिपरी भएर पनि अलि कन्ट्रोल भएन होइन दाइ उसको त धेरै गल्ती छ नि उसले लङ सक्स लगाएको भए त्यत्रो घाउ नै हुन्थेन तिमीले सिन प्याड लगाएको भए ट्याक्कै सिन प्याडमा पर्थ्यो गेम खेल्ने बेलामा सिन प्याड लाउनु पर्छ कस्तो सिन प्याड लगाएको भए पर्छ त्यहाँ लङ सक्स लाउनु पर्छ फुटबल खेल्दा सक्स बिना आएर खेलेर हुन्छ नो 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 द्याट्स एक्सक्युज एङ्कलमा लाग्दैछ त्यही काहीँ एङ्कलमा तिम्रो घाउ जहाँ छ त्यो लङ सक्स लगाएको भए त्यो सक्स चेत्तिन्थ्यो होला तिम्रो खुट्टा चेत्तिन्थेन तर ऊ ठिक भइसक्यो है अस्ति रोइरहेको थियो ठिकै छ खेल्दै थियो कि नत्र आज केटाले फेरि फुटसलमा खेल्न सक्दिनँ भने फुटसलमा आउँदैन फुटसलमा त खेल्न अस्ति आइहाल्यो नि दाइ म अस्ति खेल्यो अस्ति आएर एकैछिनमा बाहिर बस्यो खेले होइन अर्जेन्टिना लेट्स गो यो दाइ त बिहान 7 बजेबाट छन् कमन लेट्स गो लाइट बाला पनि होला हो हाल्ने हो पैसा छ भने हाल न बेटै छैन तिम्रो बेटै छैन उसको त बेटै छैन उसलाई बिहान हानिसक्यो
जे बोलिन्छ यही बोलिन्छ आज कमान आज अब इन्टेन्स हुँदैछ लेट्स गो किपरले गोल हान्छ भनेर मैले श्रीलङ्का हाल भने मैले त किपरले गोल हान्छ भनेर हालेँ मार्टिनेज कि अर्को किपरले 10 पॉइंट ट्याकल कम अन ये ह्यान्डबल है चिराउने हो कम अन ओइ मोबाइल चलाउ पोर्चुगल फ्यान One more corner, come on, hey. Rigre. Hey, Palpali, hey. Rig भाइ रेफ्री किन्यो पोर्चुगलको रेफ्री किन्यो आज हामीले पोर्चुगलको रेफ्री किनिदिएको आज हामीले कम अन फर्स्ट हाफ सक्यो 1-0 भयो है हामी खुसी छौँ अब यस्तै हो गेम सेकेन्ड हाफ सुरु भयो केटाहरूको यहाँ टन्नै कुराहरू ग्रिन हुन बाँकी छ है लेट्स सी अब के हुन्छ 2-3 जना मान्छे ब्रेक एन्टी अर्जेन्टिना फ्यानहरू यहाँ डान्स गर अघिको चन्दन डान्स गर तिम्रो अघिको चन्दन डान्स गर दुईटा सर्ट अफ भइसक्यो उसले त जित्यो यो भाइले टाइममा गइयो सब दुखी छन् है सबलाई तनाव भइरहेछ यो तनाव चाहिँ यसले भन्दा पनि सबलाई बेटले हो यो त जित्छ कहाँ जित्यो बालाजीले सब केटाहरू सुनसान भइसक्यो सम्मै भइसक्यो नि सबै मेसी भाइ ओरे मार्टिनेजले के गर्ला जस्तो छ भाइले पुरै स्ट्रेस बल जमाएर बसिरहेको छ पुरै स्ट्रेस बल सब टोलाएर मात्र बस्ने काम भएको छ अर्जुनले आज टिभी फुट्न सक्ने सम्भावना छ है त्यो भाइ त अति भइसक्यो यार स्टेट बलै समाएर बसिरहेको छ प्लस टू भइसक्यो भाइ भाइ स्ट्रेस बल देखाउँदै एकचोटि तनाव भयो बालबाली ठिक छ मुटु त ढुकढुकी भएको छ त भनेको यस्तो छ केही छैन अब लास्ट वर्ल्ड कप जित्यो भने चित्त भाइ तिमी यता उफ्रियो यता उफ्रियो
अब आनन्द भयो के भयो रिजल्ट रिक भयो त्यो बलले के घुमाइदिएको त्यहाँ फेरि कन्ट्रोलर छ भित्र रिक सब अलि खुसी भइरहेको छ अरे अलिअलि यहाँ हाँसोहरू अलिअलि देखिरहेको छ टेक्दै वाइ छ सिरियस यार अब गोल हान्यो त वाइ किरण दाई वाइ छ सिरियस ब्रो भाइ वाइ छ सिरियस भाइ भइसक्यो त यु डोन्ट निड स्ट्रेस बल ब्रो यु डोन्ट निड स्ट्रेस नामै मेसी अनि सानो मेसी अनि मिसन सक्सेसफुल भयो अब यहाँ इङ्ल्यान्ड फ्यानको पसिना आउनु लागिसक्यो अर्जेन्टिना आउने भयो भने आयो पसिना आयो पसिना आयो पसिना आयो पसिना आयो इङ्ल्यान्ड फ्यानको ए ए ए पसिना आयो पसिना आयो पसिना आयो पसिना आयो पसिना आयो पसिना आयो कसरी हान्छ यहाँ युनाइटेडको डिफेन्डर छ युनाइटेडको डिफेन्डर त्यो दिन यसो युनाइटेड फ्यान है फेरि भाइ युनाइटेडको डिफेन्डर छ ल अब फुटबल सुटबल सक्यो है फिफा खेल्न भन्छ अलि एसयुभी हो नि त एसयुभी ड्राइभर सौरभ एसयुभी भन्दैन है पौडेलसँग अब जाँदैछौँ है फ्यामिली कार टाइपको स्पेशल बेट जितेको मान्छेले पिछो खुवाउँदैछ राइट लेफ्ट राइट हो त्यही भन्दै थियो कि यता गयो नि हुन्छ यता गयो नि हुन्छ एसयुभी 4-5 हजारमा खोज्नु पर्यो यो किन्छ 7,000 7,000 किन नि त यो साँच्ची भने कसम दाइ राम्रो हो कि होइन अब दुइटै ड्राइभर पनि यही छ किन्ने मान्छे नि यही छ मैले के भनौँ कस्तो कन्फ्युजनमा पारेँ ल 1 वर्षपछि सरी 1 वर्षपछि 1 वर्षमा यो होइन लेफ्ट थियो होइन ठिकै छ सिधै जाऊ केही भएन ओइ 7,000 मा त 7,000 मादैन भाइ आधा हाल्नु लेट्स गो टाइम फर पिज्जा है कभर छोडेर हुडी मात्र चेन्ज गरेर टक्क एउटा टोपी लाएर अनि हैन अवस्था अनि के हो गाडीको कन्डिसन के जाँदैछौँ पिज्जा खानालाई चल आउँदैछु म केही भएको छैन थाहा छैन त म गाडीमा के नलेज छैन त्यसपछि मैले नि त्यस्तै बेलामा किने हो यो गाडी पुरा गाडी किन्ने बेच्ने कुरा भएको छ 1 वर्ष यो चाहिँ हाम्रो प्रेसिडेन्ट सन्तोष पाण्डेजीबाट सौरभ 1 वर्ष अगाडि मैले 10,000 मा 98 कि 99 त्यस्तै कतिमा हस्तान्तरण गरिएको गाडी थियो अब बेट जितममा 1-2 वटा त्यो जितेको जति सबै 2,000 हाल्दै भयो त फ्रान्स टु विनमा फ्रान्स टु विनमा हाल्यो भोलिपल्ट गाडी उसले भनेछ नि त फ्रान्स टु विन ओभर टु गोल त्यो त बोथ टिम टु स्कोर भने होइन त टिम टेस्टको तिम्रो अड्समा हाल्देऊ न हैन त्यस्तो बेसी लालच पनि लालची पनि छैन म लालची त कति हो भन्ने थाहा छ हामीलाई बेटमा अब 100 हालेर अलिक थोरै जिते नेपाली 100 रुपैयाँ जिते क्यामेराको युज बल्ल भइरहेछ कि मैले गाडी किनेको छु यहाँ त्यो जुत्ता टकटकाएर मात्रै हामी 2-3 रेस्टुरेन्ट गइसक्यो एउटा पिज्जा एउटा कबाब एउटा इन्डियन सबै क्लोज आज आई डोन्ट नो वाइ अब ग्रोसरी सब क्लोज भइरहेछ है अब ग्रोसरी केमिस्ट सब क्लोज भइरहेछ आई डोन्ट नो वाइ आई डोन्ट थिङ्क देयर इज एनी ओकेजन टुडे खाना टाइममा आइसक्यो केटाहरूले पुरै अब खाइरहेछन् त्यो चिजवाला हो चट्ट केटाहरूले खाइरहेछन् यहाँ है अब हामी अहिले खाइसकेर अलिक फेरि पछि ब्याक हुन्छौँ है फेरि अब हामी गयो भने नेपालबाट के भन्नु कतिको पार्टी खाइयो अरे 96 हजुर यहाँ अलमोस्ट पेपर सय त पिस पेपर आजलाई भाइ त्यो टोइलेट होइन नि त्यो फोन गर्ने ठाउँ 1000 जितेको भाइ ए 950 650 670 अरू ए भिडियो रेकर्ड भयो एभ्री टाइम केटाहरूलाई फ्री हुने टाइमै नदिने हालिदियो स्कोर यहाँ 4-2 भइसकेछ हार्ने टिममा हाम्रो निराजन महर्जन अहिलेसम्म र त्यहाँ साइडमा त्यो नवीन घिमिरे जित्ने यो दुइटाका बिचका छन् है हामी जर्सी सर्सी सब छुट्टा राखिसक्यो जहाँसम्म चाहिने होला 4-2 छ स्कोर सिट लेट्स सी हाउ इट गोज यसपछि चाहिँ म काउन्टमा है
गड मेसी यहाँ छ है What a miss. के आजको ब्लगमा हामी मैले त भनेको त मैले हाम्रो दुई टिम छ उनीहरूको एक टिम छ भनेको कि नै हाम्रो दुई टिम उनीहरूको एक टिम छ हिँडै अब को झर्ने फुटसल खेल्न जाँदैछ सपोर्ट योर टिम प्रतीक कम अन 7:32 त भयो यार 42 किलोमिटर त तिमी 7-11 मै आइपुग्छौ कि अहिले कति किलोमिटर हो र 9 किलोमिटर त हो कि ब्रोडमिडोस यहाँबाट त चाहिँ माथि उयो हो त फेरि भन त सुशील किन जान्न भनेको हिजो त भोलि भेटौँला भन्दैछ आज किन आएन होला के भयो हामीले बुझ्नुपर्ने कुरा छ क्या ल हामी फुटसल खेल्ने ठाउँमा आइसक्यो वन टच एरिना है नयाँ रहेछ कि होइन त्यही भएर यस्तो ठाउँमा यो यिनीहरूले आफै बनाएको रहेछ क्या कि अब हामी यहाँ पार्किङ खोज्दैछौँ हाम्रो ड्राइभर नवीन खले सबै उयो के पोजिसन छ सब सिधै उल्टै मुखी राखेको भने त हुन्छ नि हुन्छ ठिकै छ यसरी आला मेरो त गाडी ठोक्छ जस्तो लाग्न लागिसक्यो मलाई चलाइदिँदा त्यहाँ यो नयाँ बनाएको रहेछ यो नयाँ फुटसल रहेछ है अहिले रिभ्यू गर्छु हामी है ल्याइसक्यो भाइले ल हामी आइसक्यो है यहाँ जर्सी लाउनु पर्दैन होला तर आज के छ त्यसको दाइ हो कफी खाँदै के ब्यान्डमा के तिमी भाइ ढिलो आउने यसको हामी यो जाँदैछौँ अब नयाँ फुटसलमा नो इन्ट्री अथोराइज पर्सन जुत्तै छैन सोल्टीले भन्यो अनि गयो हेरेँ होइन 3टै फुटबल बुट मात्र छ कि ए मैले त मेरै गाडीमा राखेको छु के भन्छन् त्यसपछि ल दाइ यो 9 साइडले तपाईँले सानो भयो भन्नुभयो होइन यो ग्राउन्ड ठिक्क अरे कसरी भन्नु न दुईवटा ग्राउन्डमा 10-10जना खेलेछन् हो कि नै खास त्यो 10 साइड हो अरे ल हामी यहाँ फुटसल खेल्न गइरहेछौँ है दाइले आज कति गोल हान्यो मैले चाहिँ त्यो 2 गोल जति मात्र हान्छु होला हो आज मेरो पोटेन्सियल त 6 जति थियो तर म 2 मा रोकिन्छु ओके लेट्स सी दा I don't want to score more than 2 goals. ह्याट्रिक नहान्ने I just want to give 4 assists, 2 goals. Oh my god. Okay. We'll see at the end. Not in mood to score double hat. नवीन कति गोल आज मेरो तर्फबाट 2-3 गोल चाहिँ आउँछ आज कति रे हिमाल टाइगर्सको होइन अब हामीले जर्सी ट्र्याकसुटहरू हरायो भने फाइन कति हुन्छ $70 हो अर्डर गरेको सेकेन्डचोटि अर्डर गर्दा $30 फाइन भन्छ $100 $100 अझ स्पेसली नेपालबाट मगाएको प्लेयरहरूलाई 150 साँच्चै हो र होइन सुन अझ एउटै घरमा बस्ने भन अहिले चाहिँ जब लगाइदिइसकेको छौँ नि त बेटिङमा पार्ट टाइम जब बेटिङमा क्याजुअल जब उता पोकिजमा त्यहाँ त छैन मैले त्यो तपाईँ किपर चेन्ज गर्दा त्यो रातो जर्सी लगाएर त्यही राखेको कि त्यो लारा थियो र भने केटाको खाना के अरे मोनिटाइजेसनको कुरा भइरहेको छ मोनिटाइजेसन यसो कुनै राम्रो भिडियो आएको छ कि दा यसो पठाउँ दाइ पठाउँ निरान दाइ यसो भिडियो राम्रो कुनै आएको छ दाइ मोबाइल वाच हो दाइको मेरो भिडियो मेरो यसो पठाउँ अहिले एडिट गरेर ल गर्ने यस्तै चाहिँ खाने खेल्ने